आज हामी दिक्तेल जानुपर्ने हाम्रो स्वामी चाहिँ दिक्तेल जानु नमानेर एकदम रुइरहेको थियो। अनि हाम्रो मम्मी परमा जाँदै हुन्थ्यो नाना मनिकाको एकदम पछ्याइरहेछ के साथीहरू। तल हेर्नुहोस् न, मम्मीले फर्क भन्दा नि नमानेर है मम्मीले पछाडिबाट ठेल्दै पनि हुनुहुन्छ। त्यहाँदेखि उसलाई खानेकुराहरू दिएर फकाइ फुलाइ गरेर मम्मीले उसलाई फाल्टै पैसा दिएर पनि ऊ नमानेको के। किनभनेदेखि अब 2 दिन घरमा बस्दाखेरि अहिले चाहिँ मम्मीको चाहिँ ठुलो फोन भएकोले गर्दा ऊ चाहिँ पुरा फोनमा सिरियल हेर्नुलाई चाहिँ बानी परिसकेको के साथीहरू। त्यही भएकोले गर्दा ऊ दिक्तेल नजाने रे, दिक्तेलमा नपर्ने रे, नबस्ने रे र मम्मीलाई पछाउँदैछ। त्यहाँदेखि मम्मीले त प्लास्टिकमा चाहिँ चियासँग पिउनको लागि काँचो दुध थियो, दिक्तेल लानको लागि त्यो रेडी बनाइदिनु भएको। त्यहाँदेखि हर्लिक्स एक ऊ थियो, एक प्लास्टिक एक पोलिथिन थियो, त्यो चाहिँ तिमीले दिक्तेल लगेर बिहान बिहान खानु है भनेर दिनुभएको थियो। अनि भरै त के को त्यहीलाई नै पछाडिरहेछ। मलाई हेर्छ बेला बेला ऊ फर्केर। अनि मम्मी हुँदै जाँदैछ, उँधो पुरा कुन बेला मम्मी उँधो काट्छन् र डाँडा काट्नु भन्दैछ। ऊ फालो है साथीहरू। यो सम्यालाई लिन आएको मान्दैन अझै पनि, ऊ हिँड भुत्ली जस्तो भएर। हेर्नु है साथीहरू, यो छाडा यो 3 क्लासमा पढ्ने मान्छे रे बोर्डिङमा दिक्तेलमा पढ्छ। यो यस्तो हरकत यस्तो छ, छाडा छ यसको। आज दिक्तेल जानुपर्ने 12:30 भइसक्यो है। पढ्न जानुपर्ने छ आमा। कति धेरै आमामा उसले त दुध उल्टो भयो, कस्तो लाग्यो बिहरा त छ नि। टुर गएको छैन, उता आएको छैन, बस आएकै छैन नत्र नै। खै खै भिडियो बनाउनु किन ऊ हुन्छ छाडा आधी घन्टाको भार भैलो बसी बल्ल दिक्तेल जाने राजी त पनि चुटाइ खाएर मेरो, नत्र त नमान्ने के आज त। के दुःख भन्नु त, मम्मीले फोन दिएर पल्काएको कि खासमा पल्काएको छाडा, नत्र भने हामी साथमै स्वर भने त्यो आमाले धागा त यस्तो उँधो उँधो ल माथि चढ नि। अब चाहिँ छिटो छिटो हिँड्छ अनि यसरी हिँड्न ठग्छ समिया राई। लास लाग्दैन तिमीलाई हा? हेर न अहिलेसम्म भार भइलो गर अनि यति हेर त। अनि अघि त्यत्रो भार भइलो गरेर हिँडेको यो म भन्दा छिटो म अहिले आइपुग्दैछु, आधी घन्टा बिसानेर यहाँ आएर। लाजार मुख छोप्साको। हामी यसरी जङ्गल प्रवेश गर्दैछौँ साथीहरू। समिया हाई गरिदेऊ न यता फर्केर। झुक्काएर तिमीलाई भिडियो बनाएको। अब के अरे, अब जङ्गल पसिन्छ अरे अनि के हुन्छ? बिसाउने ठाउँ पाइँदैन। पेन टावर मात्रै, पेन टावर त गइँदैन नि त साथीहरू। चाहिँ पानी थाप्नको लागि पुरा उडिरहेछ। चिप्लियो भने यस्तो चिप्लो छ बाटो, एकचोटि पखाल्नुहुन्छ कि। यो पानी यसरी निकालिदिनु हुनेलाई चाहिँ धेरै धेरै धन्यवाद। सहज भयो, पहिला त माथि जानु पर्थ्यो, त्यो पनि धमिलो पानी पिउनु बाध्य परिन्थ्यो। अहिले त यसरी नाला निकालिदिनु भएको रहेछ। अलिक पनि भर्नु न, अलिक भरि बनाउनु न, त्यस्तरी त होइन नि त। हो त्यसरी चाहिँ ल भयो अन्त दिन ल। साथीहरू हामी दिक्तेल जाँदै गरेको त्यो त तपाईँहरूलाई थाहा छ, तर यसरी 2 जना मात्रै भएको चाहिँ तपाईँहरूलाई थाहा छैन होइन त। समूह नानाले छोडेर जानु भयो नि,
साइली बहिनीले चाहिँ हामीलाई छोडेर पनि अगाडि गइसक्यो। एकदम खुट्टा दुखेर है हिँड्नै सकेको छैन हो कि होइन? है त हेर त तिमीले के बोकेको झोला ल हिँड्नु न झोला बोकेर टुकुटुक हिँड्दैछ। अनि मलाई त कस्तो चाख लागेर चाहिँ भिडियो बनाएको है। अनि म चाहिँ यो किताबको अलिअलि सेट हेर्दै हिँड्दैछु टक्कले होइन। उधो नजानु लडिन्छ उधो उधो गयो भने बिचबाट हिँड्नु। हामी चाहिँ यो जङ्गल काट्न चाहिँ लाग्छ होला 30 मिनट जति त। सुनसान जङ्गल हामीहरू यसरी हिँड्दैछौँ। साइलीले फोन गरिसकी उपर पेन टावर पुगिदिए। हामीलाई अझै पनि पेन टावर पुग्न लाग्छ होला 20-25 मिनट। त्यत हाम्रो हिँडाइ त कोइलीको मधुर आवाज पछाडिबाट जाइरहेछ साथीहरू। हामी चाहिँ जङ्गल निस्केर पनि बगरे भन्ज्याङ आइपुग्यौँ। यही हो जङ्गलको उसको अन्तिम बिन्दु चाहिँ। अब हामी चाहिँ लाग्यौँ पेन टावर मुनि। नेर्पा खार्मी पाथिकाको सिमानामा रहेको यो बगरेको पेन टावर हो साथीहरू। नजिकबाट चाहिँ मैले देखाउन सकिनँ, त्यसको मुनिबाट चाहिँ भिडियो बनाएँ ल। आज चाहिँ हामीहरू यहाँ आइसक्यौँ। अब लगभग हाम्रो डिक्टलको यात्रा आधा बाटोमा छौँ साथी। टिकटक बनाउँदै साथीभाइहरूले हिँडाइ त गोरु नारे जतिकै छ त। कहाँ हिँडेको उता यता होइन र बाटो के यहाँदेखि सिधा उता झरिन्छ होइन? पहिला त तैँले निस्किनु मलाई पहिलाको बाटो त ऊ छ अप्ठ्यारो छ होइन र? यिनीहरूलाई चाहिँ भोक लागिसक्यो अरे। मलाई दुईवटा चाउचाउ अनि दुईवटा फुटीको अर्डर आइसकेको छ। छिटो आउन ए कुखुरा चोरहरू। चाउचाउ सकियो? टोपी नलगाउनु।